हेलो एभ्रिवान। आज चाहिँ हामी मिरिक जाँदैछौँ, म मेरो छोरी अनि मेरो हस्बेन्ड। अब हाम्रो मेन ब्रिज जुन चाहिँ थियो मिरिक र सिलिगुडीलाई जोड्ने, त्यो नै अब त्यत्रो ठुलो नराम्रो प्रकारको पानी परेकोले गर्दा त्यो ब्रिज नै भत्किएको कारणले गर्दा आज हामी अर्कै बाटो भएर मिरिक गयौँ। सो तपाईँहरू पनि यही बाटो भएर ट्राभल गर्न सक्नुहुन्छ। यो बाटोहरू तपाईँलाई मैले सबै खिचेर सानो भिडियो बनाएर तपाईँहरूको अगाडि राखिदिएको छु, अनि तपाईँहरू पनि सेफली मिरिकतर्फ जान सक्नुहुन्छ। बाटो एकदमै राम्रो छ, कता कतामा त अलिकति अप्ठ्यारो बाटो छ, तर पनि हामीलाई चाहिँ ठिकै लाग्यो। तर अलिकति लामो चाहिँ समय चाहिँ अलिक धेरै लाग्छ। र तपाईँहरू पनि मिरिक जानुभयो भने यही रुटद्वारा तपाईँहरू मिरिक आउन सक्नुहुन्छ र मिरिकको चिसो वेदर फिल गर्न सक्नुहुन्छ। हेर्नुहोस् यो भ्यू कति धेरै राम्रो छ। तपाईँहरू एकदम नहिचकिचाइ मिरिकको लागि प्लान गर्नु भइरहेको छ भने अभियसली यो बाटोबाट तपाईँहरू मिरिकमा आइपुग्नुहुन्छ हैन। सो यो पनि पहाडी इलाका भएर पहाडी बाटो त अब तपाईँहरूलाई थाहा नै छ। यसरी हामी यस्तो बाटो भएर हामी उक्का लागेका हौँ। तल देखिरहेको चाहिँ दुधिया ब्रिज खोला भयो, बालासन खोला। त्यहाँबाट हामी यसरी माथि पहाडमा चढेर चाहिँ हामी फाइनली मिरिक नजिक टिङ्लिङ टी बगानमा पुगे। अन्त यहाँबाट चाहिँ तपाईँले डाइरेक्ट मिरिकको मेन हाइवे पक्रिन सक्नुहुन्छ। सो हामी यसरी सेफली मिरिकमा आइपुग्यौँ। तपाईँलाई भिडियो कस्तो लाग्यो र यो बाटोहरू तपाईँलाई कस्तो लाग्यो, सो कमेन्ट गर्नुहोस् होला। र वेलकम टु मिरिक सबैजनालाई। यो चाहिँ मेन हाइवे हामी आइपुगेको। गुड नाइट एभ्रिवान।